ओके यो अनबक्सिङ यो चाहिँ सानो अनबक्सिङ भ्लग यो चाहिँ के को अनबक्सिङ भन्दाखेरि चाहिँ हाम्रो यहाँ दिपेश सरले भन्नुहुन्छ दिपेश सर भनिदिनुहोस् के को नाम आइछ यो चाहिँ हाम्रो स्कुल स्टाफको जर्सी अनबक्सिङ हुँदैछ र यहाँ चाहिँ एकदमै हामी यहाँ अनबक्सिङ गर्ने एकदम यहाँ खुसी छौँ एकदम मेरै नाम आइछ यो चाहिँ कस्टमाइज है हजुर एकदम अहिले रिभ्यू चाहिँ मैले सोध्छु ओके वेल यो जर्सी चाहिँ हामीले कहाँनिर कस्टमाइज गर्यो भन्दाखेरि चाहिँ मेरो एकदमै एउटा प्यारो मित्र नाम्चीको प्यारो मित्र नेसन तामाङ हुनुहुन्छ उहाँले यो सबै कस्टमाइजको काम गर्नुहुन्छ नट ओन्ली जर्सी उहाँले चाहिँ यो ट्र्याक सुट्सहरू गर्नुहुन्छ एन्ड देन स्पोर्ट्सको सबै वेयर त्यो क्यापहरू स्पोर्ट्सको सबै कुराहरू उहाँले कस्टमाइज गर्नुहुन्छ एन्ड मेरो प्यारो मित्र भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई धेरै डिस्काउन्ट पनि गर्नुभएको छ एन्ड थ्याङ्क यू फर यर डिस्काउन्ट अनि सबैजनालाई यही प्राइस त नहुन सक्ला है सबैजनाले यो प्राइस नहुन सक्ला किनभने मेरो प्यारो मित्र भएको कारणले गर्दाखेरि अनि अब कसैले यो ब्लग हेरेर चाहिँ अब उहाँलाई अर्डर गर्नुभयो भने यो ब्लग आएर हेरेर गएको भन्नु होला सायद डिस्काउन्ट गर्नुहुन्छ ओके So finally we received our customized jersey from CLB Namsi. They have sent a very beautiful note as well. Thank you for your purchase. So finally I'm reviewing. Yes. I'm reviewing the jersey today. It arrived today. So I'm going to take since we ordered in a bulk. Huge number of order गरेको थियो हामीले चाहिँ बेसिक मटेरियल चुज गर्यो सो इफ यु गाइज वान्ट टु अर्डर यसमा अझै उहाँहरुकोमा टप यो चाहिँ उहाँहरुको लोगो यस दिस इज उहाँहरुको लोगो यो चाहिँ हाम्रो स्कुलको कटेज क्लब ब्रान्ड यो चाहिँ हाम्रो स्कुलको लोगो ब्युटिफुली प्रिन्टेड आउट हियर यु क्यान सी द डिजाइन्स एज वेल डिजाइन चाहिँ हाम्रो सर हाम्रो कर्म सर र मैले हामीले निकालेका थियौँ So name है with name so हामीले चाहिँ के गर्यो भने since we ordered it in bulk हामीले चाहिँ एकदमै अब बेसिक मटेरियलमा चुज गर्यो but in future also we are ready to order lots and lots of jersey from them so for now we will be wearing this starting today and this is my jersey एकदमै दामी मटेरियल है if you guys want to order उहाँले चाहिँ अझै फुल स्लिपमा गर्नुभएको थियो सर तपाईले फुल स्लिपमा and you can see उहाँले है डिजाइन पनि हालिदिनु भएको छ डिजाइन चाहिँ एक्चुअली कर्म सर मैले दिपेश सरले हामीले अनलाइनबाट निकालेर उहाँलाई दिएको and then they did this finishing and all and it's really nice thank you so much Cottage Club brand and we are looking forward to order more and more jersey from you people so thank you so much for this wonderful customized jersey Soaring School really loved it yes thank you sir अब यो लाएर चाहिँ हाम्रो सरले त गोला त कति हाल्छ 10 नम्बर हो फेरि मे अब हो मिस्टर लिम्बू चाहिँ को मिस्टर कार्की Mr. Karti. Okay. Mr. Siwang. This is mine. Woo! What I check? Mr. Limbu, come sir. रिभ्यू ब्रदर कस्तो लाग्यो हाम्रो यो त सरहरूलाई दामी देखाउनुहोस् त दुईटाको मगाएको मैले होइन क्वालिटी यतिको त कस्तो लाग्यो क्वालिटी फिटिङ आएछ मलाई चाहिँ डिजाइन राम्रो है सुगाङ छ के भन्नु छ दामी अब फेरि ट्र्याक सुट ल्याउनुपर्छ सर ट्र्याक सुट गर्नुपर्ने ल ट्र्याक सुट पनि गर्ने भइहाल्यो फेरि यहाँनिर हो यो लाएर चाहिँ अब कति छिराउने अस्ति जस्तो 5 गोल 5 नम्बरै हो क्या हो भन्नुहोस् सर ए भन्नुहोस् मेरो त कस्तो लाग्यो रिभ्यू हाम्रो नेसनलाई हजुर दामी मन पर्यो डिजाइन कलर हो अब डिजाइन त कुन दिएको थियो डिजाइन त मैले र कर्मा सरले दिएको तर अनि कपडा क्वालिटी दामी मन पर्यो कस्तो लाग्यो ट्राई पनि गरिदिनु भयो ठिकै भयो त है साइज उता फर्किनुहोस् त सर सुभाष राई सकि गयो नि 40 नम्बर ए हाम्रो प्रिन्सिपल सरको अघि फोटो आएछ तपाईँले किन नमगायो
है म थिइनँ, म छुट्टी थिएँ त्यति छुट्टी हो तपाईँ दिपेन आपाले गर्दा दिपेनले गर्दाखेरि है दिपेनले गर्दा मैले दिपेन बाउ यता चाहिँ यहाँ नयाँ फादर र यता चाहिँ कति मन्थ पुग्यो 4 मन्थ चाहिँ ल बधाई छ यहाँ हाम्रो ब्रदर दाजु यता मगाउनु भएन यता त सर रिभ्यू हल्का तपाईँ नेसन साथी चिन्नुहुन्छ हजुर भन्नुहोस् न यसो उहाँलाई कस्तो होइन रिभ्यू राम्रो चाहिँ प्रडक्ट कि सर हजुर मैले अस्ति भने जस्तै आयो सर राम्रो भने जस्तै आयो है धन्यवाद तपाईँलाई पनि को छ अब बियर सर तपाईँलाई कस्तो लाग्यो एकदमै राम्रो राम्रै लाग्यो सर एकदम राम्रो क्वालिटी लागेको छ एकदम यो चाहिँ एकदम खुसी जस्तै एकदम खुसी एकदम खुसी आइम सो ह्याप्पी हाम्रो यस्तो अब यङ केटाहरू चाहिँ उहाँलाई देख्दा चाहिँ अब जोसिनु पर्छ अब यत्रो सिनियर सरले त मगाउनु भयो है भनेपछि त सकिगयो नि है सर कुरा सक्यो नि फेरि टिम हाम्रो चाहिँ एकदम खतरा हुनुपर्छ है हजुर सर यो लगाएर खेलिन्छ नि सर अब है बहुत एकदमै फुटबल र यो के भन्छ क्रिकेटमा चाहिँ क्रिकेट यो चाहिँ हाम्रो अचम्म भइरहेको छ है सर यो चाहिँ ओपनिङ चाहिँ फुटबलमा नभएर चाहिँ क्रिकेटमा हुनेवाला छ क्रिकेट यो एकदम 11 तारिक क्रिकेटमा चाहिँ ओपनिङ हुने भयो यसमा चाहिँ प्रिन्सिपल सरले पनि स्पोन्सर गर्नुपर्छ हाम्रो फिमेल टिचर्सहरू दे आर भेरी इन्ट्रेस्टेड दे आर भेरी इन्ट्रेस्टेड टु मेक ट्र्याक सुट अब एकदम अर्डर आउनेवाला छ फेरि ओके ट्र्याकसुटको अर्डर कसलाई जान्छ सो लेडिजहरू सबले होइन कसलाई जान्छ सर अर्डर चाहिँ उसलाई जान्छ नि सर CLB सिसिबी सरी CCB फ्रेन्डलाई जान्छ ओके नेसन साथीले यो सबै सुन्नुभयो होला धेरै यहाँ हाम्रो राजेन सरकोबाट पनि रिभ्यू हल्का सर कस्तो लाग्यो क्वालिटी राम्रो है हजुर कम्बिनेसनै राम्रो यो त अझै बेसिक हो सर हामीले स्टार्टिङ उयो के भन्छ स्टार्टिङ प्राइसमा गरेको माने एकदमै बेसिकवाला भनौँ न योभन्दा दामी महँगोवाला पनि थियो एकदमै राम्रो हो कलर कम्बिनेसनदेखि लिएर सबै पर्फेक्ट छ सर एकदम थ्याङ्क यू तपाईँलाई है तपाईँले जुन त्यसमा खट्नुभयो तपाईँले टाइम दिनुभयो हजुर एकदमै खुसी लाग्यो हेरेँ क्वालिटी पनि एकदम राम्रो छ हजुर एकदम त्यसको लागि एकदम तपाईँले एकदम थ्याङ्क यू एकदम थ्याङ्क यू सर एकदम म पनि खुसी भएँ मेरो साथी 15 female teachers are already interested to place their orders for tracksuit. वाउ केटाहरू पनि आउँछ ओके आम्माम लु यो चाहिँ अब दामी कुरा सुन्यो त अब नेसन के गर्नुपर्ने हो अब हल्का मलाई त डिस्काउन्ट होला त टिआर सरकोबाट सुनिदिउँ के चाहिँ सर तपाईँकोबाट रिभ्यू एकदम राम्रो छ है लुगा अब यो लगाएर चाहिँ फर्स्टमै हामी जितेर यसको ओपनिङ गरिहाल्ने सर यसको ओपनिङ चाहिँ उयसमा हुने भयो तर है क्रिकेटमा क्रिकेटमा हुन्छ आफैले लगाएर सिकाएर लाउँदैन मुनि त लगाउँछ नि होइन लवर लगाएर राम्रोसँग खेलेर जितेर यसको ओपनिङ दिइहाल्ने हुन्छ सर थ्याङ्क यू हुन्छ सुभाष सर तपाईँलाई कस्तो लाग्यो एकदमै राम्रो क्वालिटीको छ हो हजुर अब यस्तो यो जर्सीमा चाहिँ क्रिकेट चाहिँ फर्स्ट म्याच एकदमै हामी जित्ने हजुर हामी देखाइदिनुहोस् सर तपाईँको एकपल्ट नम्बर विथ नम्बर मेरोमा आइहाल्यो है ओके एकदमै 25 नम्बर ओ लभले दामी एस तलै छ यस त्यसले यहाँ निरज टी वा 24 हो यो 24 नम्बर मेरो छोराको हो छोराको चाहिँ के हो छोराको बर्थडेको है छोरालाई त्यति बाई द वे मेरो पनि 31 नम्बर छोरीको बर्थडेको हो खै मेरो पनि देखाइदिन्छु नि यहाँ मेरो खिच्नुहोस् त हामी बिहा गरेको मान्छेको चाहिँ सोचाइ मिलेछ है यो 31 चाहिँ मेरो छोरीको बर्थडे हो 31 जुलाईको त्यसले गर्दाखेरि अब म त त्यस्तो खेल्नु सक्दिनँ रहर मात्रै हो अनि यो लाएर तर स्कुलमा खेलिन्छ घुमिन्छ यो लाएर त घुमिन्छ पो दिपेश सर फेरि एउटा दिनुहोस् रिभ्यू इट वाज अ फाइन जर्सी होइन हामी सबैजना एकदमै खुसी भएको छ अनि लाइक हाम्रो स्टाफहरूले के पनि डिस्कस गर्नुभएको छ भन्दाखेरि एउटा ट्र्याक सुटको एकदम नट ओन्ली जेन्ट्स हाम्रो फिमेल स्टाफहरू पनि एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ सो हामी यसको पनि अब प्रोग्रेसमा छ अब पहिलेदेखि हामी फेरि यसको नाम उठाएर मजाले डिजाइन गरेर मगाउनेछौँ हाम्रो यहाँ जेन्जी दिपेश सर तपाईँ त चिन्नुहुन्छ नेसनलाई एकदम है उहाँलाई यसो थ्याङ्क यू भनिदिनुहोस् थ्याङ्क यू नेसन दा मेसी फ्यान भयो भएकोले गर्दाखेरि नि मेसीले सिकाएको मलाई पठाउनु चाहिँ यो यसरी आइगयो मेसीको
सर आउनु तपाईँ यो त रोनाल्डोले पट्टाको देखेको थियो होला हौ मेसीले रोनाल्डोले पट्टाको देखेको थियो होला हौ रोनाल्डोले त्यसपछि मेसीको चाहिँ अब चाहिँ हामी हाम्रो अहिलेसम्मको पिएमसी उच्चतर माध्यमिक विद्यालयको टप स्कोररलाई जर्सी ह्यान्डओभर गर्न गयो हस्तान्तरण नेपाली पिजिटी हो नि त हौ। उहाँको नाम नेपाली पिजिटी र इङ्ग्लिस पिजिटी हो सकिगयो नि एकदमै तपाईँलाई यो जर्सीमा कस्तो लाग्यो है के यो कस्तो अति नै उत्कृष्ट जर्सी मैले पाएछु यो 14 नम्बर भनेको चाहिँ 14 मात्रै हान्ने होइन 41 देखि उभै हान्छ भनेर चाहिँ यो ब्याटिङ लाइनको यो खेलाडीको सर यो कस्तो लाग्यो मटेरियलहरू ओभरअल प्रिन्टहरू उत्कृष्ट छ सर उत्कृष्ट छ है उत्कृष्ट एकदम लाग्यो राम्रो फ्याब्रिक छ हो यसले केही न केही गर्छ होला यो वर्ष मात्रै नभएर 5-6 वर्षसम्म यसले लास्टिङ गर्छ भन्ने पूर्ण आशाका साथ मैले यो ह्यान्डओभर गर्दैछु हो हाफप्यान्ट हाफ कस्तो प्यान्ट पनि लाग्यो अति दामी छ यो सुत्दाखेरि लगाइन्छ यो किन शुद्ध त्यस्तो के हुन्छ यसलाई हामीले तिरेर पुरा दाममा लगिसकेपछि यसलाई मैले घाँस काट्न लाँदा हुन्छ तर म त्यसो गर्दिनँ यो यसको इज्जतको सवाल छ इज्जत छ हैन? जोक छ पाठ है सर यो जस्ट जोकिङ हो होइन दामी छ यसलाई मैले पूर्ण रूपमा इस्तेमाल गर्ने छु माया गरेर राख्छु वर्षभरि यो लोगो सोरिङ स्कुलको छ यसलाई घाँस काट्न कसले लाउँछ त होइन हो नि यो त एकदम प्लेयर्स हो एकदम खेल्दाखेरि यो लाइन्छ उहाँको यो म्यानुफ्याक्चररको लोगो कटेज क्लब तपाईँको ओपनिङ चाहिँ पिएलसले गर्छ यो चाहिँ कसैलाई दिँदैन ए यहाँ साथी सर त्यो दिपेश सर दिपेश सर यो अलिकति हेरिदिनुहोस् न के छ यो यहाँ हेरिदिनुहोस् न अलिकति यो सर सरको हालिदिनु सर यो हेरिदिनुहोस् न होइन होइन एन्भलप रहेछ यहाँभित्र कि हेरिदिनुहोस् न के रहेछ तपाईँ खोल्नु नि यो सायद हाम्रो उयो होला अनि यो एउटा अचम्म छ समटाइम्स यो किन डिस्कलर हुँदैछ इन्भोइस रहेछ तन्किँदाखेरि मटेरियल डिस्कलर भन्दा पनि त्यसको त्यो And we are honored to serve you. Thank you. मजाको रहेछ है एक्चुअली यो किन यस्तो हुँदैछ सर लाँदाखेरि उहाँको तन्किँदा त यो त उयो हुँदैन कटेज क्लब त्यसो कहाँ तन्किन्छ त हातले होइन यो नतन्किँदा यस्तो देख्दैछ भित्रको होइन उयोले गर्दा सर डिजाइनले भित्रको यो छ नि सर सेतोले गर्दाखेरि यो थ्याङ्क यू नेसन कटेज क्लब ब्रान्ड नाइस पेमा सर कहाँ छ हौ पेमा सर माथि छ शिवम सर रिभ्यू रिभ्यू अब के छ र यो मिस्टर लेम्बुको अनबक्सिङ हुँदैछ अब since तपाईँ अब प्लास्टिकिङ हुँदैछ सिन्स तपाईँ पी है पी टिचर अब तपाईँलाई कस्तो लाग्यो है तपाईँले फुलमा मगाउनु भएको थियो आमामामा मिस्टर लिम्बू मिस्टर लिम्बू 5 यो हाम्रो के अरे कटेज क्लब ब्रान्डले चाहिँ धेरै धेरै धन्यवाद राम्रो जर्सी रहेछ उयो ओके क्वालिटीहरू कस्तो लाग्यो सर क्वालिटी एकदम ओके ओके छ है ओके छ एकदम यतिको रेन्जमा यतिको ओके छ अझै माथि गएको भए अझै दामी हुन्थ्यो अझै माथि गएको भए अझै दामी हुन्थ्यो बट स्टिल दामी छ अब यो जर्सी लगाएर चाहिँ कति गोल लाउने हो मिस्टर लिम्बूले मिस्टर लिम्बूले त लाउँछै लाउँछ नि यता त खतरा प्लेयर हो नि साँच्ची भनेको यता चाहिँ खतरा नै हो त्यसै पी टिचर हो र अन्त पी मात्रै नभएर उहाँ चाहिँ अब पहिल्यैदेखि अब स्पोर्ट्समा भनेपछि चाहिँ अब अलराउन्डरै हो क्रिकेट पनि हेभी नै खेलिदिन्छ खोकादेखि लिएर सबै खेल्छ नि त हौ फुटबल बास्केटबल हकी है सर हकी अँ। क्यारम बोर्ड क्यारम बोर्ड ए यहाँ पनि छ सर रिभ्यू लिन आएको छ राम्रो छ क्वालिटी है सब पछाडि के ग्याप छ राम्रो क्वालिटी आएको छ सन सर कस्तो लाग्यो क्वालिटी पनि राम्रो तपाईँको देखाइदिनुहोस् न पछाडि यो लगाएर चाहिँ जित्नु पर्ने छ यो चाहिँ मेरो नम्बर है 65 चाहिँ किन सर यो चाहिँ मेरो हुनेवाला र मेरो नाम जोडेर बनाएको आमामामा यस्तो लभली 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 तपाईँको दिनुहोस् त रिभ्यू लभली ल अब जर्सी भन्ने कुरा हामीले होइन एउटा स्पोर्ट्स जब खेल्छ हामीले त जर्सी एउटा इम्पोर्टेन्ट हो युनिफर्म भन्ने हुनु पऱ्यो होला त्यसले गर्दाखेरि आज धेरै दिनको बादमा हाम्रो स्कुलमा एउटा नयाँ युनिफर्म बनेको छ एकदम खुसी लाग्यो मलाई अनि स्पेसल थ्याङ्क यू हाम्रो योगेश सरलाई तपाईँले यस्तो राम्रो एउटा लुगा मलाई पनि मैले धन्यवाद ताको पाएको छु खुसी छु म खुसी छु मेरो साथीले पनि राम्रो काम गरेको हुन्छ है हजुर खेला चाहिँ अब हुन्छ है खेला हुन्छ अब है तपाईँको देखाउनु नि जर्सी जर्सी र जर्सी क्वालिटी कस्तो लाग्यो क्वालिटी प्रिन्टिङ क्वालिटी
यो माथि देखाउनुहोस् न, नाम डेन्जोङपा। डेन्जोङपा सकिगयो नि डेन्जोङपा भने डेन्जोङपा हो। डेनी डेन्जोङपाको त तपाईँ के हो डेनी डेन्जोङ सन्तान हो नि है मेरो अलिकति काका अलिक पर्छ हो। कहाँ अन्त यो सकिगयो 11 नि नम्बर चाहिँ मेरो नेदरल्यान्डको एउटा प्लेयर्स रबिन भन्ने छ कि रोबिन फ्यान हो। रोबिनको फ्यान हजुर त्यसले गर्दा मेरो 11 इज अलवेज माई हार्ट 12 इज माई लास्ट ब्रेथ। सकिगयो नि त सकिगयो नि यता यहाँ हाम्रो आकाश सरलाई कस्तो लाग्यो तपाईँलाई देखाउनुहोस् तपाईँको नाम त्यो त भइहाल्यो मिस्टर सर त्यो भइहाल्छ त्यो त। क्वालिटी राम्रो लाग्यो अब यो चाहिँ गाउँमा सुकुम सर सरी सुकुम फेरि भन्नुहोस् त के हेरेछ सिलाइमा फेल खान्छ भन्दै थियो कि सिलाइ पनि दामी रहेछ। सिलाइ पनि राम्रो रहेछ होइन तपाईँले त अब किनभने उसलाई याद छ नि किनभने स्पोर्ट्सको मान्छे भएर सिलाइ पनि पर्फेक्टै लाग्यो सिलाइ पनि राम्रै रहेछ। सर यसमा आज डबल सिलाउनु कस्तो होला? अब त्यस्तो स्याटरडे चाहिँ ट्र्याकसुट युनिभर्सले छिटैभन्दा छिटो हजुर। ट्र्याकसुटको पनि स्कुलको अब हजुर। के अरे लोगोहरू प्रिपेयर गरिदिनुहोस् अन्त हाम्रो प्रिन्सिपल सरसँग पनि बात भइसकेको छ र हामी चाहिँ रेडी गरेर स्याटरडे चाहिँ ट्र्याक ए ट्र्याक पनि है ए ओके ओके दामी दामी हालैमा हाम्रो देन्तामबाट देन्ताम एउटा क्रिकेट एसोसिएसनले एउटा इन्टर स्कुल भन्ने टुर्नामेन्ट राख्नु भएको छ। अन्त हाम्रो स्टाफको होला है, हजुर, इन्टर- आजदेखि हामीले एउटा म्यानेजरको थ्रो पनि पाउनुभयो मिस्टर सुभाष सर मलाई एकदम धन्यवाद। उहाँ चाहिँ म्यानेजर अब स्पोन्सर स्पोन्सर चाहिँ यता दामी दामी सकिगयो नि त्यही छ अब भनाइ चाहिँ होइन अब हाम्रै मान्छेहरू निस्किसकेको छ आफ्नै हाम्रै मान्छेहरू निस्किसकेको छ यसरी कस्टमाइज गर्ने प्रिन्टिङ गर्ने सो त्यसले गर्दाखेरि हाम्रै मान्छेलाई सोच्नुपर्छ है हाम्रै मान्छेलाई दिनुपर्छ कामहरू मलाई त्यस्तो लाग्छ सो वन्स अगेन कटेज क्लब ब्रान्ड हाम्रो नेसनलाई एकदमै मेरो प्यारो मित्र नेसनलाई एकदमै धन्यवाद सबैले मन पराएको छ म पनि खुसी छु तपाईँ थ्याङ्क यू सो मच नेसन भन्दै यो साइन अफ गर्न चाहन्छु हाम्रो स्टाफ रुमबाट अनि म अब मेरो आइसिटी ल्याब जाँदैछु ल ओके यो थियो हाम्रो कस्टमाइज जर्सीको विषयमा सबै तपाईँले हेरिहाल्नु भयो सबैजनाले मन परायो हाम्रो सिसिबीको प्रिन्टिङ कस्टमाइज है अनि एकदम खुसी छु अनि अर्को कुरा चाहिँ म यहाँ के एड गर्न चाहेँ भन्दाखेरि चाहिँ इफ तपाईँहरू इफ यु वान्ट टु डु प्रिन्टिङ इफ यु वान्ट टु डु प्रिन्ट अन यो टी सर्टमा प्रिन्टिङ गर्न चाहनुहुन्छ या जर्सीमा नम्बरहरू लेख्न चाहनुहुन्छ नेम लेख्न चाहनुहुन्छ भने पनि अझै एउटा अप्सन छ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो भाइ छ मेरो आफ्नै भाइ नाम्चीमा उसले पनि एउटा स्टार्टअप गरेको छ प्रिन्टिङको अनि उसले पनि घरमै गर्छ अनि उसको प्रिन्टिङ पनि राम्रो खालको प्रिन्टिङ छ लाइक अब यो जस्तै यो जर्सीमा हेर्नुहुन्छ यो चाहिँ दिस इज नट स्टिकर यो चाहिँ स्टिकर होइन है उकेर पनि जान्दैन यो मेटेर पनि जान्दैन अनि अर्को खालको त्यो कति चाहिँ त्यो कुनै के एउटा टर्म भन्छ त्यो याद छैन त्यो चाहिँ स्टिकर हुन्छ त्यो चाहिँ उकेर गइहाल्छ अनि मेरो भाइले पनि सेम यस्तो टाइपको प्रिन्टिङ गर्छ यसलाई सायदै स्क्रिन प्रिन्टिङ हो कि के भन्छ सो यस्तो टाइपको प्रिन्टिङ नै अभाइलेबल छ मेरो भाइ युगलकोमा पनि सो त्यहाँनिर पनि तपाईँहरूले अप्सन छ है प्रिन्टिङ गर्न सक्नुहुन्छ मलाई भन्नु सक्नुहुन्छ या युगललाई चिन्नेले युगललाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ सो यति नै भन्न चाहन्छु कस्टमाइज गर्नु छ भने हाम्रो सिसिबी है कटेज क्लब ब्रान्डलाई दिनुहोस् एकदमै दामी जर्सीदेखि लिएर तपाईँको ट्र्याक सुट ह्याट क्याप सबै स्पोर्ट्सको वेयरहरू सबै दामी गर्नुहुन्छ अनि प्रिन्टिङ पनि म मेरो भाइको एक दिन चाहिँ भाइको त्यो त्यसको स्टुडियोलाई म कभर गर्छु एउटा भ्लग लिएर आउँछु त्यसले गरेको कामहरूमा है सो यति भन्दै अब यो भ्लगमा यति नै लाग्छ